ईशान्वी मस्त रमाइरहेछ ल ईशान्वीको टर्न ल हात छोड ईशान्वी खुब रमाइरहेछ माछा देखेर खोइ माछा खोइ हेलो गाइज वेलकम टु आवर न्यू भ्लग स्वागत छ हाम्रो भ्लगमा फेरि पनि के छ सन्चै हुनुहुन्छ हामी पनि सन्चै छौँ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा छ गाइज म खाना पकाइसकेँ अब म पनि जान लाग्छु खेतमा बुढो अघि नै गइसक्नु भएको छ म खाना पकाएर रेडी पारिसकेँ आज मैले आलु र करेलाको भुजिया बनाउँछु मेरो खाना रेडी भइसक्यो खाना पकाइसके गाइज हामी किसान मान्छे सधैँ खेतीबारीको काम नै गरिराख्छौँ के गर्ने गाउँले जिन्दगी यस्तै हो ओ बुढो के गरिरहेको मकैमा गोडमेल गरिरहेको आज भ्याउँछ त यो मकै गोडेर अब आधी भन्दा बढी त भइसक्यो यो देखाउ न हेर भइसक्यो नि यति बाँकी छ गाइस हामी त बिहान बिहान यसरी एक्सर्साइज गर्छौँ तपाईहरु दौड्न जानुहुन्छ होला जिम गर्न जानुहुन्छ होला हामी बिहान बिहानै किसान हो नि त किसानले त एक्सर्साइज गर्नु पर्दैन यही हो एक्सर्साइज खेतीबारीको काम गर्दा गर्दा एक्सर्साइज भइहाल्छ के अरे बिहानको टाइम हाम्रो त्यस्तै हो अब यो पानी चार्न सजिलो हुन्छ भने यो ड्याङ बनाइदिएको अब अलिक दिनमा यो मकै पनि खाने बेला हुन्छ खाना पाक्यो त पाकिसक्यो आज मैले खानामा आलु र उसको के रे भुजिया पकाएको छु करेलाको भोक लागिसक्यो र अब एकछिन काम गरौ न अनि जाने हो अब यसमा पानी चार्नुपर्छ अनि मकै चाहिँ यस्तो मजाको हुन्छ कोसा लगाएपछि हामी पनि फेरि पनि देखाउने छौँ खाना आउनु होला बोलाउने छौँ अझै त सानो सानो छ मकै अलि दिनमा भइहाल्छ खाना लायक अब यति मकै गोडेर के गर्ने खाना खाने नि पसन्द गर्छ अनि हामी चाहिँ आज नेपालगञ्ज आएको थियौँ बुढी चाहिँ यसमा बसेर हेरिरहेछ अनि ईशान्वी चाहिँ यहाँ खेलिरहेछ यसमा रानी तलाउमा आएको थियो एकछिन हामी खास ब्लु बुक रिन्यू गर्न आएको थियौँ रिन्यू गर्दाखेरि टाइम लाग्छ अब त्यहाँ प्रोसेस हुँदैछ अनि हामी चाहिँ अब के गरेर टाइम पास गर्ने भनेर अब यसो रानी तलाउभित्र घुमेर आऊँ न त भनेर आएको होइन बुढी अनि ईशान्वी एक्लै भयो अघि नै त धेरैजनासँग खेलिरहेको थियो अब यहाँ रानी तलाउ हेर्नुहोस् ईशान्वी खुब रमाइरहेछ माछा देखेर खोइ माछा खोइ बोट आयो बोट आयो बोट आयो बोट आयो ल
ये लाओ मजा से पकड़ ले ना ये दोनों हाथ पकड़ना लो आओ 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 छिटो 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 खोइ त रुक गिली जल्दी जाओ जल्दी जाओ जल्दी जाओ ईशान भी मस्त रमाइरहेछ ल ईशान को टर्न ल हाथ छोड़ देऊ हाथ छोड़ देऊ हाथ छोड़ दे छोड़ दे छोड़ दे छोड़ दे छोड़ दे लाओ आओ 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 बस जाऊ बोटिङ खेल्ने तू लर्कन के हो नि त ल यता हेर ईशान भी मजा लिइरहेछ पिङ खेलेर ईशान भी साह्रै रमाइरहेछ यहाँ आएर आज फेरि बिहानै नेपालमा आउनुपर्छ भनेर हामीलाई नछोडेर केही नखाइकन ओभर साइडमा कराउने उच्च विजय गाइज हाम्रो यातायातको कामहरू सबै सकियो अब हामी फर्किँदैछौँ घरतिर जाँदैछौँ नेपालगञ्जको यो धुपमा धेरै गर्मी खेल्यो अब जाँदैछौँ यहाँ बाटो